अब उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिनुहुने प्रस्तावक मान्य सदस्य चित्रबहादुर केसीलाई उक्त विरोध गर्नुपर्नाको कारणसहित संक्षिप्त वक्तव्य दिन अनुमति दिन्छु। समय 5 मिनट। त्यसपछि मान्य सदस्य दुर्गा राईको पालो आउनेछ। सम्माननीय सभामुख महोदय, सरकारले कुरा त राम्रो गर्छ। यो विधेयकको शीर्षक पनि सुशासन छ। कस्तो कर्णप्रिय कुरा। अब कुरा गरौँ भने चित्त फाट्ने, नाच जस्तो नाच गरौँ भने घाँगर फाट्ने भन्थ्यो अरे एउटाले। त्यस्तै चाहिँ जुन सरकारले अध्यादेशबाट चाहिँ शासन गर्छ, अब त्यो सरकारले सुशासनको कुरा पत्याउने कसले? सरकारमै भएका सांसदहरूले, यही सरकारलाई मतदान गरेका मतदाताहरूले पत्याउनुहुन्छ। छाती हात राखेर भनौँ त, तपाईहरूलाई अब कार्तिक थियो, मङ्सिर थियो, पुष थियो, त्यत्रो 3 महिना 4 महिना तपाईहरूले संसदको बैठक बोलाउन सक्नुहुन्थ्यो। प्रतिपक्षले यति चाँडै किन संसद बोलाएको भने तपाईहरूले यहाँ छेकबार त गर्नु थिएन। त्यसो हुनाले अब कुरा धेरै बुझिसकिएछ। सुशासन त तपाईहरूले दिनै सक्नुहुन्न, किनभने तपाईहरू फसिसक्नु भएको छ। तपाईहरूका नीति कस्ता छन्, घोषणापत्रमा के लेख्नु भएको छ, जनतालाई भाषण गर्दा के भन्नुहुन्छ तपाईहरूले, मैले कान सुन्न छाडेको छैन कि अझ सुन्दैछु। त्यसो भएको हुनाले यो जुन शीर्षक छ, तपाईहरूले जुन सुशासन दिने भन्ने कुरा छ, तपाईहरूलाई यो 7 महिनासम्म तपाईहरूले कमसेकम सम्पत्ति बुझाउन त सक्नु पर्थ्यो नि। नेपाली जनताका अगाडि यहीँबाट बुझिस् त दालमा काला है। तपाईहरूले बुझाउन सक्ने सम्पत्ति के हो, कति छ र तपाईहरूलाई यस्तो बाधा परेछ। तपाईहरूको मर्का मैले बुझ्छु। अब तपाईहरूसित म चाहिँ धेरै लामो समयदेखि सँगै राजनीति गरेको छु, चाहे संसदमा होस् चाहे आन्दोलनमा होस्। ल भन्नुहोस्, तपाईहरू अहिले सांसद हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, तपाईहरूको हैसियत के छ, तपाईहरू कहाँ पुग्नु भएको छ? सम्पत्ति कमाउने मामलामा, सम्पत्ति जोड्ने मामलामा मेरो स्थिति के छ भन्नु, मै छु नि उदाहरण। तपाईँहरूले के को सुशासनको कुरा गर्नुहुन्छ? तपाईहरू फस्नु भएको छ, नराम्ररी फस्नु भएको छ। तपाईहरू फसेकै कारणले हामीले त्यति गरेर ल्याएको चाहिँ गणतन्त्र, बौद्ध चाहिँ लोकतन्त्र घेरामा परेको देख्नु भएको छैन। किन हो भन्नुहोस् त? त्यो कुनै विदेशीय कारणले हो? लोकतन्त्र विरोधी, गणतन्त्र विरोधीका कारणले हो? होइन नि। हिजो पनि हामीले कुरा गऱ्यौँ, अस्ति पनि कुरा गऱ्यौँ। त्यसो हुनाले हाम्रा चाहिँ सिद्धान्त के हुन्, हाम्रो चाहिँ कार्यक्रम के हो, हामीले घोषणापत्रमा के लेखेका छौँ, त्यसअनुसार हामीले देश चलायौँ कि चलाएनौँ? हामी त्यो आचरणमा कायम भयो कि भएनौँ? सुशासन भनेको के हो? अनि नेपाललाई छोडेर विदेशमा गएर त्यहाँ सम्पत्ति कमाएर
हुनी खानी भइसकेपछि नेपालको नागरिकता पनि छोडेर प्रवासी भएर फेरि उताको त रङरोमन भइहाल्यो। अब नेपालमा फाइदा उठाउन आउनेहरूलाई तपाईहरुले के नीति अपनाउनु भएको छ? उनीहरूलाई चाहिँ आर्थिक सामाजिक सांस्कृतिक अधिकार त हामीले दिएकै छौँ नि। अनि तपाईहरुले यो विधेयकमा ल्याउनु खोजेको के हो? गैर आवासीय नेपालीहरूलाई तपाईहरुले दिन खोजेको अधिकार के हो? हाम्रा नेपालीहरू जहाँ जहाँ छन् संसारमा छरिएर रहेका तिनलाई त्यो सुविधा छ। त्यसकारणले मैले यहाँहरूलाई के सुझाव दिन्छु अझै पनि भने, यदि लोकतन्त्र खत्म हुन्छ, गणतन्त्र खत्म हुन्छ भने लोकतन्त्र विरोधी गणतन्त्र विरोधीका कारणले होइन, हाम्रो आचरण, हाम्रै चरित्र, हाम्रो बोली 7 महिनामा आफूले कमाएको सम्पत्तिको विवरण बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले अनि यी ठुल्ठुला गफ ठुल्ठुला कुरा गरेर किन चाहिँ दुनियाँ हँसाउनु? त्यसकारणले समय छ, हामी सचिनुपर्छ। यदि हामी सचिएनौँ भने संसारले देख्ने छ, नेपाली जनता छ देख्ने छन् कि हामी चाहिँ सकिने स्थिति आउँछ। त्यसकारणले मैले यो तपाईहरुलाई खोजबेच गर्न भने होइन, हामी सबैले चाहिँ आर्जेको चाहिँ पढाइलाई हाम्रै कारणले खत्म भयो भने के हुन्छ?